म चाहिँ बाहिर धारामा आएर धुन लाग्यो घुम भित्र अलि पानी छैन नि त भित्र यहाँ पानीमा मजाले पखालेर धुनुपर्छ राम्रोसँग धोएन भने त खानु लायकको हुँदैन त्यही भएर अब बाहिर धारामा आएको यसलाई चाहिँ मजाले यस्तो यो चाहिँ मिची फाल्नुपर्छ क्या यसरी होइन चाहिँ मिचेर फालेर अनि यसको यो पछाडि यो टुप्पो फालिदिने हो अनि यो अगाडिको यो पनि फालिदिने यसको चाक हुन्छ चाक फालिदिने चाक होइन अलि धुम राम्रोसँग गरी अनि देखाउँछु है ल साथी यो चाहिँ धोइ यस्तो बनाइसकेँ मैले यो यति भइसक्यो सब पुरा क्लियर भइसकेको छ यो अब यसको चाहिँ चाक फाल्ने कार्यक्रम अब सुरु गर्ने हो यो भित्र देखिएछ नि कालो कालो यो भित्र यो भित्रको अनि यो टुप्पो फाल्ने हो यसरी यो टुप्पा हल्का चिमटेर फाल्नुपर्छ अथवा चक्कुले फाल्ने हो खास अनि यतातिरको चाहिँ यो पनि निकाल्ने हो यतादेखि सुरु यतादेखि तान्ने यतादेखि हावा पास भएर सिधा मुखभित्र इन्ट्री हुन्छ एकछिनपछि है बनाउन सुरु गरिसक्यो यो चाहिँ बनाउन सुरु गरिसक्यो यो फाल्ने चाहिँ मेन यसको यही हो क्या यो चाहिँ हड्डी जस्तो चाम्रो हुन्छ क्या प्लास्टिक जस्तो हुन्छ यो प्लास्टिक जस्तो हुन्छ आँखामा लाउने लेन्स हुन्छ नि सेम त्यस्तै हुन्छ त्यहाँ चाहिँ त्यति बनाएको छ अब बनाउँदैछु टाइम चाहिँ धेरै लाग्छ क्या बनाउन फेरि यो चाहिँ निकाल्ने हो कि अनि यताको टुप्पा पनि हल्का फोर्नुपर्छ चुस्नलाई सजिलो हुन्छ यस्तो साइडमा यस्तो गर्नु एउटा निकालेर निस्किन्छ एउटा निकालेको छु बल्ल यस्तो बाहिर निकाल्ने हातले यस्तो छोड्नु निकाल्नु निस्किन्न यो त्यो पल्टिसक्यो ल साथीहरू हामीले चाहिँ घोगी पकाएर पनि यति छ होइन यो चाहिँ खाएर यो खोस्टा भइगयो खोस्टा फालिदिने हो होइन अब खाइरहेछौँ अब खाने कसरी हो म तपाईँलाई देखाउँछु है त यो चाहिँ घोगी होइन यसलाई चाहिँ यसरी खाने कि यसरी हो खाने चुस्नुपर्छ सास चाहिँ अलि धेरै लाउनुपर्छ खोस्टा यसको भित्रको मासु चाहिँ तपाईँले जस्तै बाख्राको खुट्टाको मासी खानुभयो होइन भैँसीको खुट्टाको मासी हो त्यस्तै हो क्या यसमा एनर्जी हुन्छ क्या एकदम धेरै औषधि पनि गर्छ यसले गर्नलाई चाहिँ खानुपर्छ एकदम राम्रो हो क्या यो हेल्थको लागि एकदम राम्रो गर्छ काँसो पनि लाग्छ हैन चुस्न चाहिँ पर्यो सास चाहिँ हुनु पर्यो क्या मान्छेलाई बाँच्नलाई सास जति लाग्छ नि यो चुस्नलाई पनि त्यति सास हुनु पर्यो क्या ल हामीले चाहिँ खाइरहेछौँ अब तपाईँहरूले खाने भयो अब पोखरीमा गएर मारेर खानु होला म चाहिँ दिनमा एक्लै खाने हो ल गाइस बाइस यता पनि खान लागेका छन् पो आमा
त्यहाँ यता बहिनी कसरी खान्छन् घोङ्गी देखाइदिए त लाहरूको त्यहाँ टिप्ने डाप्प यसले घोङ्गी खाए हेर्नु है यो मेरो बहिनी अब टेस्ट कस्तो हुन्छ भन्दै ल राम्रो मिठो भित्रबाट कस्तो हुन्छ मासु जस्तो हुन्छ कि कस्तो हुन्छ मासु जस्तो हुन्छ चल्लाको आन्द्रा जस्तो लाग्छ सल्लाहको आन्द्रा जस्तो लाग्छ रे त्यहाँ यता मासु जस्तो तर मिठो त हुन्छ गाँसै पुग्दैन मऱ्यो भने रहेछ म त नयाँ मान्छे भर्खर खान लाग्यो त्यहाँबाट सिन्काले कोट्टा खाइरहन्छन् त्यो सिन्काले हो त्यत्ला सिन्कालेर बसेका छन् खाने ढङ्ग नभएर हो थरुनी भएपछि घोङ्गी खान्छन् यता थरुनी थारूसँग पहिला जाने अरे त्यही भइकन थारूवाला स्टाइल सिकिरहेको छ क्या घोङ्गी खाँदाखेरि यस्तो भइगयो भयो यी अलि ध्यान गरेर खानुलाई मेरो त हातबाट रगत आइगयो हेर्नु त खाँदा त्यो बिज्जेले पो अलि दो हुन्छ घोङ्गी खानलाई अब थरुनीहरूले अब सिकाइदियो भयो राम्रो त गएर आफू त अब सार्की छोरा पर्रेले हो थरुनी बिहा गर्नुपर्छ अब सिकाएपछि अलि राम्रोसँग खानु पर्यो